आज चाहिँ त्यो गाडी इम्प्लान्ट गरियो क्या त्यहाँनिर। के हुँदो रहेछ त, त्यो गाडी राख्यो त्यहाँनिर, त्यस पछाडि के गरेको सरकारले, हा त्यो जुन एङ्गर थियो नि मान्छेहरूभित्र, इगर थियो, यो के गर्दैछ, नराम्रो गर्दैछ कि क्या हो भन्ने त्यो जुन उत्पत्ति हुँदै त्यो नराम्रोलाई छोप्न चाहिँ ट्याक्कसँगले ल गाडी लगेर राखिदियो, अब के नै भयो, खत्रै काम गर्यो सरकारले भन्ने भयो होइन। त्यस पछाडि पनि अन्य गल्तीहरू लुकाउन, अब यो गाडी अगाडि राखिदिएकोले पनि पुगेन भने चाहिँ बालनको एउटा स्ट्याटस आउँछ क्या, अथवा रुटिन अफ नेपाल बन्दमा काहीँ पोजिटिभ पोस्ट आउँछ होइन। इम्प्लान्टेडहरूलाई चाहिँ अलिकति मेरो पनि विरोध गरे जस्तो गर है भनेर पनि खन्याइएको छ। मैले विचार गरिरहेको छु, 2-4जना जेनजी एक्टिभिस्ट भनौँ न, त्यो आन्दोलनको बेलामा फेमस भएको अनि इलेक्सनको बेलामा एकदम रासोपाको पछि कुदेका मान्छेहरूले पनि सोसियल मिडियामा चाहिँ त्यो अहिलेको सरकारको विरोध गरे जस्तो त्यो प्रिटेन्ड गरे हो क्या। विनो नि त, हामीलाई थाहा छ के कसरी चल्छ यो चिजहरू, अल्गोरिदम कसरी चल्छ, कसरी मान्छेलाई म्यानिपुलेट गर्न सकिन्छ भन्ने कुरा हामीले बुझाएको छ मजाले। अनि गल्ती गरेपछि गल्ती लुकाउनको लागि अर्को घटना गराइदिने, अनि त्यो घटनाले गर्दाखेरि पुरानो घटना मान्छेले बिर्सिन्छ, अनि त्यो घटनाले चाहिँ अलिकति लाइट बनाइदिन्छ, अनि त्यही भएर त्यसले चाहिँ हामीलाई सजिलो होस् भन्ने उद्देश्यले, हामी माथि विरोध कमाओस् भन्ने उद्देश्यले गरिँदो रहेछ क्या त्यो। अनि त्यसो गर्यो, म्यानिपुलेट गरिहाल्यो, जनता म्यानिपुलेट भइहाल्छन्। तर केही गर्दा पनि म्यानिपुलेट भएन भने अनि ब्रह्मास्त्र युज हुन्छ। ब्रह्मास्त्र भनेको बालनजीको स्ट्याटस, बालनजीले सोसियल मिडियामा स्ट्याटस पोस्ट गर्नुहुन्छ, स्ट्याटस जेसुकै होस्, ड्याम मतलबै छैन क्या। यत्रो कम्पिटिटिभ देश छ, डिडिसी मात्र छ र यहाँ दुध बेच्ने नेपालमा, अनेकौँ छ नि होइन। 10 करोडको के अरे एक दिनमा 10 करोडको कारोबार भयो अरे। ए बाबा, डिडिसीले कति बक्यौदा रकम भुक्तानी गरेको छैन थाहा छ? अरबौँमा होला क्या बक्यौता रकम, किसानको पैसाहरू फिर्ता गर्नुपर्ने है। अनि उनीहरूले बेच्ने त्यो सामानहरू होइन, किसानबाटै आउने हो नि त, ग्रासरुटसम्म किसानको सम्म पैसा पुगेको छैन। अनि डिडिसी अहिले देखेको होइन, कतिजनाले त डिडिसी भर्खर थाहा होला, डिडिसी जमानादेखि छ क्या, आजदेखि होइन, धेरै वर्ष अगाडिदेखि छ डिडिसी होइन। बालनले पोस्ट गरेर मात्र डिडिसी थाहा पाउने नेपाली जनताहरू पनि छन् यहाँ, उनीहरूलाई पनि थाहा छ के नै रहेछ डिडिसी। वाओ डिडिसी, वाओ, त्यो गाडीमा लेखेको हुन्छ नि डिसीवाला, त्यस्तै क्रेजी होइन, एसिडिसीवाला त्यस्तै लाग्यो होला होइन। बट इट इज नट लाइक द्याट डुड, त्यस्तो होइन क्या, त्यस्तो होइन। तिमीहरूलाई त्यो बाइपास गर्नको लागि हालेको स्ट्याटस हो क्या, तिमीहरू बुझ। भ्रममा यस्तो मिठो तरिकाले राखिदिन्छ, जे पनि हामीले पत्याइदिनु पर्ने, जे पनि उनीहरूकै खतरा होइन। त्यो आशिका दिदी, अझ त्यो दिदी होइन, त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा गयो अनि पैसा किन उठाएको गर्दैन, अझै उठाइरहेको छ त पैसा। तिमी सरकारमा पुगेको छ दिदी, वाट आर डुइङ, पैसा अझै उठाइरहेको छ। आज दिउँसो गएको थिएँ म त्यहाँ, पैसा उठाइरहेको थियो, आज पनि, अस्ति पनि उठाइरहेको थियो, पटक पैसा उठाइ